सो सबसे सुरुमा हामी द किस भन्ने स्टोरी जो चाहिँ केट सोप्यानले लेखेकी हुन्छन् होइन, उसको चाहिँ हामी के गर्छौँ त स्टोरी हामी यहाँ आज क्लासमा बुझ्छौँ। सो स्टोरी केबाट स्टार्ट भएको हुन्छ त भन्दाखेरि यो स्टोरी स्टार्ट हुन्छ एउटा डिम लाइट भएको रुमबाट। सो एकदम ध्यान दिएर सुन्नु, यो द किस भन्ने जुन यो स्टोरी छ यो चाहिँ केट सोप्यानले लेखेका हुन्छ। सो यो स्टोरी केबाट सुरु हुन्छ त भन्दाखेरि यो स्टोरी चाहिँ एउटा डिम लाइट भएको रुमबाट स्टार्ट हुन्छ, भनेको एउटा धमिलो बत्ती भएको रुमबाट चाहिँ यो स्टोरी सुरु हुन्छ। सो बाहिर चाहिँ के हुन्छ त, भित्र मात्रै डिम लाइट देखेको हुन्छ, तर बाहिर चाहिँ के हुन्छ त, बाहिर एकदमै उज्यालो हुन्छ। तर भित्र चाहिँ किन त्यस्तो भएको हो त भन्दाखेरि कर्टेन भनेको पर्दाहरू लगाएर चाहिँ भित्र चाहिँ हल्का के गरिएको छ त, आगो बालिएको छ। सो द्याट त्यो आगोको उज्यालो मात्रै भित्र अलिअलि आइरहेको छ, त्यही भएर चाहिँ त्यो कोठा चाहिँ के भएको हुन्छ त, डिम लाइट भएको चाहिँ एउटा रुम जस्तो देखिन्छ होइन। त्यहाँ चाहिँ अब अँध्यारो भागहरू हुन्छ। त्यो स्याडो पार्टमा चाहिँ ब्राटेन भन्ने एकजना केटा चाहिँ बसिरहेको हुन्छ। उसलाई चाहिँ त्यो डार्कनेस त्यहाँ मन परिरहेको हुन्छ, किनभने त्यहाँबाट उसले चाहिँ नाथली भन्ने जुन उसले मन पराएको केटी हुन्छ, त्यहाँबाट उसले त्यसलाई चाहिँ मजाले हेर्न पाइरहेको हुन्छ। सो जो नाथली भन्ने जुन केटी चाहिँ त्यो चाहिँ त्यो आगोको छेउमा बसेर चाहिँ आफ्नो बिरालोलाई चाहिँ उसले चाहिँ सुमसुमाउँदै हुन्छ। सो सबसे सुरुमा सिनलाई बुझौँ, के रहेछ त सिन भन्दाखेरि एउटा एकदम धमिलो बत्ती भएको एउटा कोठा छ। किन धमिलो बत्ती भयो त भन्दाखेरि बाहिरको उज्यालोलाई चाहिँ पर्दाले चाहिँ ब्लक गरेको छ। सो भित्र चाहिँ केबाट उज्यालो आइरहेको छ त भन्दाखेरि भित्र चाहिँ आगो बालिएको छ, त्यो आगोको चाहिँ डिम लाइट मात्रै भित्र छ। र जुन अँध्यारो पार्ट हुन्छ त्यो अँध्यारो पार्टमा चाहिँ एउटा ब्राटेन भन्ने केटा चाहिँ बसिरहेको हुन्छ होइन। मेनली के देखिन्छ त, एउटा कोठा हुन्छ, ब्राटेन र नथेली त्यहाँ बसेका हुन्छन् होइन। ब्राटेन चाहिँ अलिकति स्याडो भएको एरियामा छ भने नाथली चाहिँ कहाँ छ त, नाथली कहाँ छ त भन्दाखेरि त्यो आगो बलिरहेको ठाउँमा चाहिँ बिरालोलाई सुमसुमाउँदै हुन्छ। जब नाथेलीको कुरा गर्ने हो भने नाथेली एकदम ब्युटिफुल हुन्छ होइन, हेर्दा एकदम राम्रो देखिन्छ, एकदम हेल्दी देखिन्छ, एकदम कन्फिडेन्ट देखिन्छ। तर जुन त्यो ब्राटेन भन्ने केटा छ ऊ चाहिँ हल्का के छ त, अनअट्र्याक्टिभ छ होइन, अलिकति नराम्रो छ, अलिकति लजालु स्वभाव भएको छ। तर ऊ चाहिँ के हुन्छ त, एकदमै धनी केटा हुन्छ। सो यहाँ यो स्टोरीमा के भनिएको छ त भन्दाखेरि यहाँ चाहिँ कुरा क्लियर के छ भने जुन त्यो ब्राटेन भन्ने केटा हुन्छ उसले चाहिँ नाथली भन्ने त्यो केटीलाई चाहिँ माया गर्छ। तर जो त्यो नाथली भन्ने केटी चाहिँ त्यो केटी चाहिँ त्यो ब्राटेनको चाहिँ होइन पैसा र त्यो पैसाले दिने होइन सोखहरू होइन त्यसको लागि मात्रै ऊ चाहिँ त्यो ब्राटेनसँग चाहिँ बिहे गर्न रेडी भएकी हुन्छ। ऊ जस्ट जुन जुन त्यो नाथली भन्ने केटी चाहिँ, त्यो नाथली भन्ने केटी चाहिँ ब्राटेनले चाहिँ मलाई कहिले प्रपोज गर्छ भनेर ऊ चाहिँ त्यही दिनको चाहिँ इन्तजारमा चाहिँ ऊ बसिरहेकी हुन्छ। उनीहरू बिस्तारै अब त्यो दुईजना नाथली र ब्राटेन चाहिँ के गरिरहेका थिए त भन्दाखेरि बिस्तारै त्यहाँ गफ गरिरहेका थिए। सो त्यो ब्राटेन भन्ने जुन केटा हुन्छ होइन, त्यो केटा चाहिँ अब नाथलीलाई चाहिँ प्रपोज गर्न आँटिसकेको हुन्छ, त्यो मुडमा आइसकेको हुन्छ होइन। ठ्याक्कै त्यो बेला के हुन्छ त भन्दाखेरि उनीहरू बसेको कोठाको ढोका खोल्छ र को छिर्छ त्यो कोठामा भन्दाखेरि मिस्टर हार्वी भन्ने चाहिँ केटा छिर्छ। अब हार्वी चाहिँ को हुन्छ त भन्दाखेरि हार्वी चाहिँ त्यो नाथली भन्ने केटीको चाहिँ क्लोज फ्रेन्ड, बेस्ट फ्रेन्ड हुन्छ। सो रुम अँध्यारो भएकोले चाहिँ त्यो हार्वीले चाहिँ त्यो स्याडोमा बसेको ब्रान्टेनलाई चाहिँ देख्दैन। सो हार्वीले के गर्छ त, सिधै नाथलीलाई पक्रेर उसको छेउमा गएर झ्याप्प उसको लिपमा चाहिँ एकदम प्यासोनेट तरिकाले चाहिँ उसले चाहिँ के गर्छ त, किस दिन्छ। सो नाथली केही पनि थाहा पाउँदैन, केही रियाक्टै गर्न पाउँदैन। हार्वीले त्यसरी प्यासोनेट तरिकाले उसको लिपमा गएर किस गरिदिन्छ। अब त्यसपछिको त अब सिन नै बिग्रिन्छ होइन। स्याडोबाट त्यो ब्राटेन झसँग भएर उठ्छ, त्यस पछाडि नाथली पनि त्यहाँबाट उठ्छ। सो हार्वी बिचरा अब सकमा पर्छ, ऊ ब्राटेन र नाथलीको चाहिँ बिचमा चाहिँ ऊ के पर्यो त, फस्यो। सो त्यो ब्राटेन एकदम अक्वार्ड भएर उसलाई एकदम अप्ठ्यारो लागेर नाथली मैले तिम्रो धेरै टाइम लिए जस्तो छ, म जान्छु भनेर हतार के गर्छ त, ऊ नाथलीको हात समातेर ऊ एक्लै बाहिर निस्केर जान्छ। सो हार्वीले चाहिँ नाथलीलाई के भन्छ भन्दाखेरि ल बर्बाद भयो, मैले उसलाई त देख्दै देखिनँ, नाथी मलाई माफ गरिदेऊ, मलाई फर्गिभ गरिदेऊ भनेर हार्वीले भन्छ। तर जुन त्यो नाथली भन्ने केटी हुन्छ ऊ रिसाएर उसले कराउँछ, डोन्ट टच मी, किन बेल नबजाइकन तिमी भित्र आएको भनेर उसले चाहिँ हार्वीलाई गाली गर्छ। अब हार्वीले जस्टिफाई गर्न खोज्छ, म पहिला जसरी नै तिम्रो भाइसँगै आएको हो, मैले त्यस्तो केही गरेको छैन भनेर हार्वीले चाहिँ जस्टिफाई गर्न खोज्छ। तर जो त नाथली भन्ने केटी हुन्छ उसले उसलाई माफ गरिदिन्छ। अब ऊ टेन्सनमा हुन्छ, किन टेन्सनमा हुन्छ त भन्दाखेरि त्यो रिच केटा जसलाई उसले फसाउन खोजेकी हुन्छ, जसलाई उसले फकाउन खोजेकी हुन्छ, त्यो ब्राटेन चाहिँ के गर्छ त, उसलाई लाग्छ अब ऊ हातबाट फुस्कियो होला भनेर नाथलीलाई चाहिँ एकदमै त्यसको चाहिँ चिन्ता पर्छ, टेन्सन हुन्छ। सो केही दिनपछि के हुन्छ त भन्दाखेरि एउटा रिसेप्सन पार्टीमा चाहिँ नाथली र फेरि ब्राटेनको चाहिँ भेट हुन्छ। सो नाथलीले एकदम बिचारा फेस बनाएर होइन, एकदम मायालु जस्तो फेस बनाएर त्यो ब्राटेनसँग चाहिँ के गर्छिन् त, कुरा गर्न खोज्छ। तर जो त्यो
ब्राटेन भन्ने केटा थियो, ऊ चाहिँ एकदमै दुःखी थियो होइन। तर न्याथेलीले उसलाई साइडमा लान्छे अनि एउटा दामी तरिकाले ऊ एक्टिङ गर्छ होइन। उसलाई फेरि दामी तरिकाले चाहिँ त्यो जालमा फसाउन खोज्छ। सो न्याथेलीले के भन्छ त भन्दाखेरि हेर न त्यो दिनको कुरालाई त म एकदम मेजरेबल बनायो होइन, मलाई एकदम स्याड बनायो होइन, तपाईँलाई त के लाग्यो होला, म त्यस्तो खालको केटी होइन होइन। तर कुरा के हो भने जुन त्यो मिस्टर हार्वी भन्ने थियो ऊ त मेरो पुरानो फ्यामिलीको फ्रेन्ड हो होइन, हामी कजन जस्तै छौँ होइन, हामी कजन जस्तै क्लोज छौँ, सिब्लिङ जस्तै छौँ होइन, हामी दिदीभाइ अथवा दाजुबहिनी जस्तै हो भनेर उसले त्यसरी भन्छ। त्यही भएर उसले त्यस्तो गरेको हो, उसको बानी नै त्यस्तै छ भनेर यहाँ के गर्छ त जुन त्यो न्याथेलीले चाहिँ ब्राटेनलाई चाहिँ फकाउने कोसिस गर्छ। अब बिचरा ब्राटेन के हुन्छ त भन्दाखेरि ऊ त मायामा फसेको हुन्छ, ऊ एकदम सोझो हुन्छ। उसले चाहिँ के गर्छ त त्यो न्याथेलीको कुरालाई अब पत्याउँछ। अब उसको त्यो दुःख भएको फेस, उसको त्यो स्याड भएको फेस एक्काची के हुन्छ त ऊ मक्क पर्छ, खुसी हुन्छ। ए साँच्चै हो र, क्यान आई कल यु मिस न्याथेली भनेर ऊ खुसी हुँदै न्याथेलीलाई त्यस्तो भन्छ। सो न्याथेलीले के गरी त त्यो दिन पनि ब्राटेनलाई चाहिँ के गरी त आफ्नो जालमा पारे र उनीहरूको के भयो त बिहे फिक्स भयो। सो बिहेको दिन के हुन्छ त भन्दाखेरि गेस्टहरू आएका हुन्छन्। त्यो गेस्टहरूको बिचमा त्यो हार्वी भन्ने केटा जसले चाहिँ न्याथेलीलाई किस गरेको हुन्छ, त्यो किस गर्ने केटा पनि के हुन्छ त आएको हुन्छ। सो न्याथेली एक्लै भएको बेला हार्वी उसको छेउमा जान्छ अनि के भन्छ त हार्वी स्माइल गर्दै भन्दाखेरि तिम्रो हस्बेन्ड जो त्यो ब्रान्टेन छ उसले नै मलाई तिमीलाई किस गर्नको लागि पठाएको होइन, तिमीलाई किस गर्नलाई भनेर उसले चाहिँ त्यसरी भन्छ। सो त्यो सुनेपछि न्याथेली के गर्छ त अब ब्लस गर्न थाल्छ, भनेको हल्का मुसु हाँस्न थाल्छ। उसलाई के लाग्छ त भन्दाखेरि उसको प्लान अब के भयो त सक्सेसफुल भयो। उसले धनी हस्बेन्ड पनि पाए अनि ह्यान्डसम लभर जो उसँग थियो उसँग अब उसले रोमान्स गर्ने पर्मिसन पनि पाए भनेर सी फिल्ड लाइक अ चेस प्लेयर होइन। उसले चाहिँ आफूलाई चाहिँ त्यो चेस प्लेयर जस्तो सम्झिन्छ जसले चाहिँ चाल चलेर चाहिँ के गरेको हुन्छ त गेम जितेको, त्यो एउटा त्यस्तो खालको प्लेयरको रूपमा उसले आफूलाई हेर्छ। सो न्याथेलीले के गर्छ त भन्दाखेरि आफ्नो लिपलाई चाहिँ रेडी पार्छ हार्वीको किस लिनको लागि। तर हार्वीले के गर्छ त उनलाई एउटा ट्विस्ट दिन्छ। के ट्विस्ट दिन्छ त भन्दाखेरि त्यहाँ उसले चाहिँ शान्त भएर न्याथेलीलाई के भन्छ त भन्दाखेरि तिम्रो हस्बेन्डलाई त मैले केही पनि भनिनँ होइन, तर तिमीलाई म भन्छु आई हेभ स्टप्ड किसिङ वुमेन, इट इज डेन्जरस भनेर उसले चाहिँ त्यसरी भनिदिन्छ। अनि हार्वीले चाहिँ उसलाई चाहिँ किस गर्दैन। उसलाई थाहा थियो, अब हार्वीलाई थाहा भइसकेको हुन्छ कि न्याथेलीले चाहिँ यहाँ गेम खेलिरहेको चाहिँ भनेर हार्वीलाई थाहा भएको हुन्छ। सो लास्टमा चाहिँ यहाँ राइटरले चाहिँ के देखाउन खोजेका छन् होइन, लास्टमा चाहिँ राइटरले एकदम सार्कास्टिक वेमा चाहिँ यो स्टोरीलाई चाहिँ इन्ड गरेका छन्। सो न्याथेलीसँग अब के भयो त अब उसको लभर, उसको जुन क्लोज फ्रेन्ड थियो होइन त्यो हार्वी त अब उसँग भएन। तर उसँग के भयो त भन्दाखेरि उसँग ब्रेटेन भन्ने केटा भयो र उसको मिलियन्स अफ पैसा चाहिँ उसँग भयो। लास्टमा एउटा लाइन के भनिएको छ भन्दाखेरि अ पर्सन क्यान्ट ह्याभ एभ्रिथिङ इन दिस वर्ल्ड एन्ड इट वाज अ लिटिल अनरिजनेबल अफ हर टु एक्सेप्ट इट भनेको चाहिँ मान्छेले सबै कुरा चाहिँ पाउन सक्दैन अरे, अनि सबै कुरा एक्सपेक्ट गर्नु पनि एकदमै अनरिजनेबल हुन्छ भनेर राइटरले भनेका छ। सो यति नै हो हामीले द किस भन्ने स्टोरीमा बुझ्नुपर्ने। खासमा यो स्टोरीले चाहिँ मेन देखाउन खोजेको कुरा के हो भन्दाखेरि यदि हामी मान्छे भएर जन्मेपछि चाहिँ हामी सबै कुरा चाहिँ पाउन सक्दैनौँ होइन। अन्त सबै कुरा मेरो नै हो, सबै कुरा म पाउँछु भनेर हामीले एक्सपेक्ट पनि गर्नु हुँदैन, त्यो अलि अनरिजनेबल हुन्छ भन्ने कुरा चाहिँ खासमा द किस भन्ने स्टोरीले देखाउन खोजेको हो। किनभने त्यो न्याथेली भन्ने केटी थिए, त्यो न्याथेली भन्ने केटीलाई उसको लभर पनि चाहिएको थियो र ब्रेटेनको सबै पैसा पनि चाहिएको थियो। उसले त्यस्तो कुरा एक्सपेक्ट गरेको थिए, तर खासमा के भयो त खासमा उसले चाहिँ उसको लभरलाई चाहिँ गुमाउनु पर्यो। उसले के पाए त भन्दाखेरि उसले लास्टमा ब्रेटेन र उसको चाहिँ मिलियन्स अफ पैसा पाए। त्यसले के देखाउँछ भन्दाखेरि मान्छेले सबै कुरा पाउन सक्दैन अनि सबै कुरा एक्सपेक्ट गर्नु अलि अनरिजनेबल पनि हो भन्ने कुरा चाहिँ खासमा द किस भन्ने स्टोरीले बताउन खोजेको छ। सो एकचोटि फेरि म तपाईँहरूलाई